हेलो हेर्नु कति चिडिक्का परेको सानोमा झुपुक्का फुलेको के यो फुल। मसँग चाहिँ निकै बिरुवाहरू पनि एभाइलेबल छ। हजुरहरूलाई पनि लगेर रोप्नुहोस्, आफ्नो गार्डनलाई ढकमक्क पार्नुहोस्। ठुलो बट्टो लानुहुन्छ कि सानो बट्टो लानुहुन्छ कि छानी छानी लानुहोस् है। एकदमै फुल्छ यो चाहिँ गर्मी महिनामा है। ओके, यो चाहिँ धेरै खालको हुँदो रहेछ। मसँग चाहिँ 4-5 खालको मात्रै छु र पनि मजाले फुलिरहेछ। हेर्नुहोस् है, कति दामी फुलेछ बगनबेली। अनि यता 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 अरू पनि छ। अनि आफूलाई खुसी ह्याप्पी भएर चाहिँ म फुलहरू रोपेँ। आज पनि रोपेँ, प्रत्येक दिनै हुन्छ मेरो त रोप्ने काम। अनि यता यता पनि बगनबेली फुलिरहेछ झपक्क परेर। अनि खालको म चाहिँ एकदमै प्रत्येक दिन एउटा न एउटा काम हुन्छ, फुल रोप्ने छु। म फुलहरूलाई चाहिँ एकदमै केयर गर्छु, टेक केयर गर्छु। आफूलाई खुसी पनि राख्छु। यता हिबिस्कसको लट्टैको पिला लागेर मजाले फुलिरहेछ। अनि माथि मेरो चाहिँ यो टप एरियामा हावाले झर्छ भनेर पुरा बाँधेर राखेको छु। अनि यता पनि फुलिरहेछ। मेरो फुल गार्डन चाहिँ यस्तो छ। अनि यहाँ बिरुवाहरू पनि छ है, भर्खर रिपोर्टिङ गरेको, कोही रोपिराखेको सानो सानो गुलाबको फुलहरू पनि छ। अनि यही एजेलिया पनि छ। अनि यहाँ निकै गुलाबको बिरुवाहरू पनि छ। हजुरहरू पनि लगेर रोप्नुहोस् है, फुलहरू छ। अनि मेरो चाहिँ यो स्नेक इन्डोर प्लान्ट हो। यिनीहरूको बिरुवा पनि मसँग एभाइलेबल छ, लगेर रोप्नुहोस्। आजको काम यता मेरो पिटोनियाको बिरुवाहरू। अनि यो कम भाले फुल भन्छ, यो एकदम दामी फुल्छ, लालीगुराँस स्टाइलको। म चाहिँ एभ्रिडे नै आफ्नो गार्डनमा काम गर्छु। यहाँ छ यो प्लान्ट, हाई एभ्रिडे म चाहिँ बिजी नै रहन्छु। क्युटी सानो पिटोनियाहरू पनि फुलिसकेको छ। अनि यहाँ मेरो त धेरै बगनबेली छ अहिले, मेरो फुल्दैछ। यो सितारा पनि फुल्नु खोज्दैछ। यो पनि गर्मीमै फुल्ने हो, हिउँदमा त रमाइलो फुल्दैन। मेरो फुल गार्डन सानो गार्डन। उता बाहिर पछाडिपट्टि पनि छ थोरै फुलहरू। मैले चाहिँ मेरो सानो गार्डनको फुलहरू चाहिँ देखाएको। थ्याङ्क यू सो मच, भिडियो हेरिदिनु होला। ओके, बाइ।